विराटनगरको चर्चित व्यवसायिक घराना मंगतुराम समूहले लामो समयदेखि ऋण चुक्ता नगरेपछि राष्ट्रिय वाणिज्य बैंकले समूहका नाममा रहेको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले 35 दिनभित्र ऋण नतिरे जग्गा तथा अन्य धितो सम्पत्ति लिलाम मार्फत कर्जा असुल गर्ने अन्तिम सूचना दिएको हो। सर्वोच्च अदालतले 2080 मंसिर 7 गते सम्पत्ति लिलाम गरेर कर्जा असुली गर्न बाटो खोलिदिएपछि बैंकले प्रक्रिया तीव्र बनाएको हो। बैंकका अनुसार लिलामीका लागि धितोमा रहेको सम्पत्तिको न्यूनतम मूल्य 1 अर्ब 4 करोड 55 लाख रुपैयाँ तोकिएको छ। 36औं दिनदेखि 50औं दिनभित्र सिलबन्दी बोलपत्र आह्वान गरिने र 51औं दिनमा खोलिनेछ। 3 दशक अघि विराटनगरमा मंगतुराम समूह साबुन, घिउ, प्लास्टिक, बिस्कुट, प्याकेजिङ र फुटवेयर उद्योग मार्फत शक्तिशाली औद्योगिक घरानाको रूपमा स्थापित थियो। तर 2057 सालमा इन्डोनेसियाबाट आयात गरिएको पाम आयलमा पशुको बोसो मिसिएको भेटिएपछि समूहको पतन सुरु भयो। सो घटनाले करिब 20 करोड रुपैयाँ घाटा भएको र त्यसपछि व्यवसाय निरन्तर ओह्रालो लागेको उल्लेख गरिएको छ। अत्यधिक महत्वाकांक्षा र आक्रामक विस्तारका कारण समूहका 9 उद्योग बन्द भए, ठूलो संख्यामा रोजगारी गुम्यो र अन्ततः समूह अस्तित्वविहीन अवस्थामा पुग्यो। हाल परिवारका सदस्यहरू छिन्नभिन्न भई भारत पलायन भएको बताइएको छ। यस प्रकरणमा सर्वोच्च अदालतले मंगतुराम समूहका सदस्य र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई कर्जा अपचलन र भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। मंगतुराम समूहले नक्कली कागजातका आधारमा सीमाभन्दा बढी ऋण लिएको र बैंक कर्मचारीसँग मिलेमत्तो भएको ठहर अदालतले गरेको हो। अख्तियारले 1 अर्ब 37 करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गरेको थियो। कुनै समय विराटनगरको गौरव मानिएको मंगतुराम समूह अत्यधिक महत्वाकांक्षा, कमजोर व्यवस्थापन र अनियमितताका कारण सडकमा आइपुगेको यो घटनाले नेपाली औद्योगिक क्षेत्रका लागि गम्भीर पाठ दिएको छ।